हेलो सबैजनालाई स्वागत छ मेरो नयाँ ब्लगमा। अनि आज म चाहिँ कामबाट फर्केर यसो रमाइलो गर्नु पर्यो भनेर हिँडिरहेको छु। अनि काममा बिहान गएको थिएँ। ओपनिङ सिफ्ट थियो, 3 घन्टा मात्रै सुतेको थिएँ। अनि फेरि धेरै दिनदेखि केही न केही गर्नु पऱ्यो भनेर प्लान गर्दा गर्दै गर्न पाइएको थिएन कि। अनि आज गर्नु पऱ्यो भनेर निद्रा नपुगे पनि अब काम र रमाइलो सँगै लिएर हिँडौँ भनेर अनि निस्केको। अब 2-3 जनाको काम थियो, 3 जनाकै काम सकेर अनि हामी भेट्ने अनि आइस स्केटिङ गर्ने भन्ने प्लान बनाएको छ। आउन चाहिँ आउँदैन केही पनि होइन, तर गर्नुपर्छ, खेल्नुपर्छ, सबै कुरा सिक्नुपर्छ, रमाइलो गर्नुपर्छ बल्ल त अनि मजा आउँछ नि होइन। अनि एकदम लडिन्छ, लडेपछि उठ्ने, फेरि लड्ने, फेरि उठ्ने, तर सिकेरै छोड्ने हो क्या, त्यही हो। अनि यो भिडियो चाहिँ मैले गिम्बलबाट बनाउँदैछु होइन। अनि अनबक्सिङ भिडियो बनाएँ, अनि यसैमा एड गरिदिनु पर्ला। अनि हाल्छु सबै अहिले कस्तो लिएर हिँड्नु अर्कै लागिरहेछ कि, अर्कै मान्नु त नपर्ने होइन, त्यही पनि खाने मान्छेहरू जस्तै हेरिरहेको छ तर खु केयर्स होइन। बिस्तारै भिडियोहरू बनाउँदै गर्दाखेरि अनि मैले मेरो यो गिम्बलको अरू फिचरहरू बिस्तारै भन्छु। अब त अहिले त राति छ, खासै केही छैन गर्नलाई, साँच्चै चाहिँ ढिलो पर्दैन ल। एउटा यसको टेस्ट मर्निङ सट। अब म जाँदैछु स्टोरभित्र केही किन्नलाई। स्टेबल सर्ट गाइस। अर्को यो चाहिँ मेरो नयाँ माइक होइन। अनि कस्तो क्लियर देखियो यो मेरो नयाँ माइक। गिम्बल चाहिँ यस्तो एकदम ह्यान्डी छ होइन, एकदम ह्यान्डी छ, यति सानो छ होइन, ठ्याक्कै गोजामा नि अटाउँछ। अनि हामी जाँदैछौँ आइस स्केटिङ गर्नलाई। अर्को मान्छे त्यहाँ छ, हाई भन्दै देखेछस्। अनि अब जान्छौँ। यिनी अचम्बित भयो गोरु देखेर हजुर। Okay, here we go. We're out. This is downtown. ला माया रेकर्डै नगरी चाहिँ रहेछ। ल हामी आइपुग्यौँ डाउनटाउनमा होइन। And this is how it is looking. ठुला इमारतहरू, सानो जीवन भाइ। हामी होइन गर्छ तर हरिफ देखियो यार। हामी सिरियसली भन्ने हो भने होइन, यहाँको लगभग म्याक्सिमम त नभनौँ, हरितिर बिल्डिङमा गइसकेका छौँ क्या हामी। उबर गर्दा स्ट्रगल गर्दा गाइज हामी आइसक्यौँ यहाँ होइन। यहाँ चाहिँ अब आइस स्केटिङ खेल्ने। अनि यो डाउनटाउन गइहाल्यो। डाउनटाउन भनेको केही होइन, बस यो ठुला कङ्क्रिटका इमारतहरू। यता चाहिँ झलमल्ल राम्रो देखिन्छ, त्यस्तो राम्रो छैन, बाँकी केही छैन।
सबजना बिजी सानो सानो थोरै थोरै टाइम निकाल्ने अनि आउने खेल्ने हो अनि यस्तो छ यहाँ अब हामी टक्क गएर कुरा बुझ्छौँ कुरा बुझेर आएर के गर्छौँ कुरा बुझेर आएर हामी के गर्छौँ आइस हकी आइस स्केटिङ यो खेलिङ चिफा ल अब हामी चाहिँ यहाँ रेन्ट गर्ने होइन अनि रेन्ट गरेर अनि टक्क यहाँ गएर उ गर्ने अनि ए ल कहाँबाट आयो हेरि कहाँ हो कहाँ बोलाउनु मैले तँलाई म त कामबाट आएको जहिले भेटिन्छ यार यो ल ल नाइस टु मिट यु ल ल जाम रेन्ट गरौँ गाइस मैले सुरु गरेँ होइन लोटिन्छ अब उठिस गरे उहाँ पुगिसक्यो अब बल्ल बल्ल बिस्तारै बिस्तारै प्र्याक्टिस गर्ने ल लडे यिनी भर्खरै लोटे सिक्ने के अरे आउने रहेछ फेरि कसो गर्छ भने खेल मन पर्दैन भन्छ के गर्छ के भन्छ मुखमा बिगार्ने यार खुसी हो न अघि मलाई नि लाग्यो म भने त म 3 घन्टा सुतेर आएको म फेरि गयो त कस्तो मुड अफ गराएर मजै आएन कि बेकारमा बोलाएको छु भन्ने भयो अनि यो मेन्टेनेन्स हुँदैछ यसरी अनि पानी हाल्दै अनि लेभल गर्दै गर्छ अनि यसरी बनाउँछ ल यसरी लडे नि भर्खरै म पनि लोटे यस्तै गरी तानेर लोटेको हौ त्यस्तै हुन्छ के ल अपडेट होइन भर्खरै बवाल लोटे हातमा लायो मेरोसँग अब एकैछिन बस्छु फेरि खेल्छु यस्तो छ ल गाइज यसरी चाहिँ म सिकेँ यतिसम्म लडी ल लडे सबै ल है गाइज म चाहिँ सिक्दैछु अहिले होइन एकदम लोटेमा पाँचचोटि लोटिसकेँ होइन तर त्यही पनि आइएम ट्राइङ माई बेस्ट जति लोटे पनि सिक्छु भनेर बसेको छु होइन अनि मेरो भनेको यो विन्टर यो विन्टर म यस्तै लडाएको थिएँ होइन म यस्तै लडाएको थिएँ तर मेरो यो विन्टरमा म सिक्छु थ्याङ्क यू अहिले सबैलाई होइन बाँकी त के भनौँ र केही छैन मलाई अब एन्डिङ अहिले गरौँ ल थ्याङ्क यू भिडियो गरिदिएको मलाई हामी चाहिँ अब होइन यहाँ शर्मा खाना आयौँ अनि अलि भाइरल ठाउँ नै हो मैले चाहिँ यहाँबाट ल्याम्प शर्मा खाएँ होइन अनि खाएँ भन्दा नि मगाएको छु अनि त्यसपछि त्यही हो हेरौँ यो भयो हाम्रो बिल आउँछ त्यसपछि गरौँ ल फोनमा धेरै चार्ज छैन त्यसपछि ल तैँले के मगाइस् मैले चिकन शर्मा मगाइस् हो र अनि के हालिस् त सबै पिकल ब्याग सबै तैँले चिकन शर्मा सबै एभ्रिथिङ ओके तिमीले ए सरी तेरो ल्याम हुन्छ त्यो टाइम लाग्छ 395 जा तिम्रो भिडियो रेकर्डिङ देखाइसकेँ मैले ल गाइज भाइरल शर्मा भाइरल त होइन यो क्रिस्पी होइन भाइरल त भाइरलै छ हाम्रो त भाइरल छ नि एक बाइट हानेर रिभ्यू दिनु त यसले दिन्छ तैँले एक बाइट हानेर रिभ्यू दिनु त ट्राई गऱ्यौँ है त शोरमा त मलाई दामी लाग्छ होइन छ आउँदैछ कि आउँदैछ मेरो त दामी हो
बवाल बवाल म खट्न सकिनँ अब मेरो पाली Cheers. चिकन खाना मन पर्दैन Yeah, त्यो कोफ्ता रहेछ हामी खान्छ कस्तो लाग्यो त नि सिजन अभिषेक Not bad. के कमी छ हाम्रोमा चिकन कबाब वाला ल्याम्ब भर्जन क्या same. अनि हाम्रो राम्रो छ कि यो राम्रो छ मजादार always. लन्चो मजादार मजेदार। मजादारको कोफ्ता चिकन कबाब क्या स्वादमा कस्तो गाह्रो हो त नि यो भिडियो गर्न आएको गाह्रो भएर It was good. I'm okay. तर I could have gone for chicken. Seriously चाहिँ भन्नु ल्याम्ब जुसी थियो तर त्यो जुन पिसको बाइट अलिकति भाइ भएन कि मजा आएन कि कम भयो होइन पिस ठिक थियो पिस कम थिएन पिस ठिक थियो स्वादमा खाने हाम्रो चिकन नै हो क्या हो चिकन मैले सोचेको थिएँ त्यो वाला होला भनेर क्रिस्पी कहीँ जुन त्यो त्यसमा राखेको वाला त्यो काटेर बनाउँछ भनेर भन्थेँ तर पिस रहेछ त्यो वाला